हिजोबाट चाहिँ गङ्गु 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 भने केटाहरूले ल के रहेछ त नि भनेर पनि पछि फेरि मेसेन्जरतिर मेरो चेक गरेँ, केटाले पठाएरै छोडेका रहेछन् है। हेरेको देखियो, अब लिक गरिदिएछ उसको बोयफ्रेन्डले है। अनि त्यहाँमाथि त अहिले आएर फेरि नेपाली अब भएन भनेर एउटा छोरीले एउटा छोरीलाई सपोर्ट गर्ने होइन त। छोरीको खुट्टा तान्ने छोरी नै हुन्छ नि भनेको त साँच्चै कि रहेछ कि क्या हो। एउटा छोरीलाई त कसैले सपोर्ट गर्छ होला नि त भनेको त कसम भने त्यहाँ यहाँ त धेरै झन् किडनी उसमाथि खनियो छ त। यो अरे त्यो अरे भन्दै च्यापारो पार्दै भिडियो हालिराखेको छ त होइन। र मैले चाहिँ हेरिसकेँ अहिले कुन त्यो नानी चाहिँ अनि कुन अवस्थामा छैन अहिले कसैले थाहा छ होला। पक्कै पनि दिमाग ठिकठाकमा छ कि छैन होला त्यो नानीको है। हौसला देला भन्ने ठाउँमा त झन् छोरी मान्छे त पुरै दिइराखेछ त। गङ्गु काण्ड यो त्यो म त हेरेँ यस्तो यस्तो भन्दै बोलिरहेको त सामाजिक सञ्जालमा। त्यसैले चाहिँ अब यस्ता अब जुन अब अहिले सामाजिक सञ्जालमा चाहिँ अब एकदम भएको नभएको बोल्नेहरूलाई के गर्ने, कानुनको कारबाही हुन्छ कि हुँदैन होइन। अब भएन भने मेन त त्यो कुन लिक गर्ने हो त्यसलाई विश्वास गरे कि त्यो नानीले अब त्यसलाई कारबाही हुन्छ कि हुँदैन होइन। अब उसले विश्वास त गरे होला होइन, पक्कै विश्वास गरेरै अब भयो होला यस्तो। हेरेँ पनि मैले देखेँ, पक्कै पनि त्यो हेर्ने मान्छे तपाईँहरूलाई अब पक्कै पनि थाहा छ होला। यो नानीको बारेमा चाहिँ छोरी मान्छेहरू यसो विचार गर्नुपर्छ जस्तो लाग्थ्यो। तर छोरी मान्छेले नि यो अहिले उफ्रेको देख्दाखेरि चाहिँ मलाई दिक्क लाएर चाहिँ यो भिडियो पनि बनाउन मन लाग्यो। यस्तो चाहिँ नगरिदिनु होला। एक छोरीको पीडामा चाहिँ तपाईँहरू पनि यसो यस्तो उस्तो भनेर चाहिँ के दुईवटा शब्द चाहिँ राख्नुपर्छ। भएर त्यही माथि उम्लिने होइन नि त यार।